हामी अब चाहिँ सहिथुनका डाँडा सैलुङ कटिँदै महादेव थानमा आइपुग्न लागे। मलाई चाहिँ उकालोमा अलि गाह्रो भएको हुनाले हिँड्न नसकेर आउँदैछु। सबले छोडेर गयो मलाई। म चाहिँ भर्खर जाँदैछु साथीहरू। अलि मौसमको कारणले भिडियोहरू चाहिँ क्लियर आएको छैन है। यो महादेव थानको आएको यस्तो सहिथुनका फुल भनेको म चाहिँ फुलै होला भन्थेँ कि सहिथुनका त डाँडा रहेछ। यो त गुजुक गुजुक हेर्नु न कस्तो राम्रो। अनि यहाँ चाहिँ अघि ठुलो पानी पर्यो। पानीको कारणले बिचमा भिडियो खिच्न पाएन। म चाहिँ सबजना अगाडि गइसक्यो। म चाहिँ लास्टमा एक्लै जाँदैछु। यस्तो भिड छ, उकालो छ, त्यही भएर मलाई अलि बिरामी हो सन्चो छैन। त्यही भएर अलि गाह्रो भएछ होइन। तपाईँहरूलाई म माथि डाँडामा गएर देखाउँछु। आउँदै अघि हेर्नुहोस् मैले देखाउँदा छ्याङ्ग थियो। अहिले कुहिरोले यसरी हुसो कुहिरो आउँदो रहेछ। यस्तो भिडियो पनि के खिचेको होला नभन्नु होला होइन। यहाँ चाहिँ हुसेरले गर्दा हो। अनि त्यो सिँढी चढेर चाहिँ माथि जाने रहेछ। यहाँ चाहिँ यस्तो राम्रो रहेछ डाँडामा है। अलि उकालो हिँड्न नसक्नेको कारणले सबले छोडेर म एक्लै हिँड्दैछु। अब म करिब छेउछाउ पुगिसकेँ। यो माथि चढ्दो रहेछ सबजना है त्यहाँ भर्याङबाट। अब म चाहिँ अब आइपुग्यो। यहाँ मन्दिर देखिने त्यति है। घाम कुहिरोभित्र छ माथि है। मलाई चाहिँ थाके। साथीहरू माथि पुगेछु हेर्दैछन् है। वाउ यताबाट झन् दामी देख्दो रहेछ। एउटा साथी त यतैतिर रहेछ हो। साथी हो तपाईँहरू कोही आउनुभएको छ कि छैन यतातिर हेर त। यतापट्टि चाहिँ उज्यालो मौसम। अहिले आउँदै उज्यालो भयो। अलि सास पनि आयो मेरो अहिले है। साँच्चै नै रमाइलो रहेछ। म त फर्स्टचोटि आउँदैछु है। भ्यू एकदम राम्रो भ्यू रहेछ है। हामी चाहिँ माथि चढ्दैछु है। अब यो भर्याङबाट माथि चढ्दैछु। अब माथिबाट झन् राम्रो भ्यू चाहिँ हेर्न सक्नुहुन्छ दर्शकहरूले है त। म अघि पाखामा थिएँ भने अहिले यो सिँढीमा आइपुगेँ। सिँढी चढ्दैछु।
Oh my god. दामी मलाई त गाह्रै भइरहेछ चढ्न पनि लास्टमा पुग्नै लाग्यो हुँदैछु म चाहिँ अब म पुगिसकेँ बस्छ देउता जय परमेश्वर यहाँ चाहिँ देउता म त त्यहाँ चढ्नु सक्दैन चिताएको भए मरिजाउँ यहाँ आइपुग्छु भन्ने राम्रो राम्रो कस्तो पाइयो त्यही भएर उडेर आइपुग्यो तिमी मान्छे र यहाँ अलिकति हिँड्नु सक्ने दौडिहाल्यो मैले देखाउनु त काटिदिनु नि अलिकति ठिक छ देखाउनु के देखाउनु यसो खिचिदिनु त यसो खिचिदिनु फेरि यही फेरि बनाउनु हजुरले खिचिसक्यो खिचिसकेको ए त्यो लङ भिडियो खिच्नु पर्दैन बिउ बल्ल 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 साथी भेटायो मैले त के भन्नु छ र बल्ल बल्ल साथी भेटायो देउता भेटायो के भन्नु छ र